नमस्ते, 안녕하세요। कोरियन भाषा पढिरहनुभएका भाइ-बहिनीहरू सबैजनालाई म 2025 को नयाँ परिमार्जित पाठ्य पुस्तकलाई हाम्रो युट्युब भिडियोको लागि स्पेसल्ली तपाईहरू मभन्दा टाढा हुनुभएका भाइ-बहिनीहरूलाई केही सहयोग होस् यो 2025 मा परिमार्जित भएको पाठ्यक्रममा मैले पनि तपाईहरुलाई केही कुराहरू सिकाउन सक्छु कि भनेर एउटा सानो प्रयास गरी हेर्ने विचार गरेको छु। म ग्रामर र मुनुवा छङ्गोलाई चाहिँ फोकस गरेर त्यो कुराहरूलाई चाहिँ हरेक पाठको ग्रामर र मुनुवा र छङ्गोको मात्रै भिडियो बनाएर तपाईहरुलाई प्रदान गर्नेछु। तपाईहरुलाई त्यसमा चाहिँ त्यो भिडियोमा केही आफ्नो प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला है। ल अब हाम्रो के छ त नयाँ पहिलो पाठ रहेको छ हाम्रो छागिसोगे। छागिसोगे भनेको के हो त स्वयंको परिचय हैन, सेल्फ इन्ट्रोडक्सन हैन, स्वयंको परिचय। छागी भनेको स्वयं, सोगे भनेको परिचय है। त्यस्तै यसमा अब के छ त यो पाठमा रहेको मुनपब व्याकरण, यो पाठमा रहेको व्याकरण अनि यो पाठमा रहेको मुनुवा संस्कृति र जानकारी है, संस्कृति र जानकारी हो। यो दुईटा कुराहरूलाई चाहिँ हामी समावेश गरेर हामी हरेक पाठको भिडियो बनाउने छौं। ल अब हाम्रो आजको टपिक छ के छ त व्याकरण है, मुनपब। मुनपबमा के छ त इम्निदा इम्निका अथवा नुनउन, इम्निदा इम्निका र नुनउन भनेको हामीले चाहिँ आजको व्याकरणमा पढ्न गइरहेको विषय हो। यसलाई चाहिँ हामी ल व्याकरणमा अब सुरुमा हामी हेर्छौं इम्निदा इम्निकालाई हेर्छौं है। अब यसले चाहिँ के हो त हो अथवा हुँ अथवा हो क्वेसन गर्दाखेरि है, यसरी आफूमा आउँदाखेरि म उत्तम हुँ भन्न सकियो हैन। तिमी राम हो भनेर सोध्न, म राम हो अथवा म राम हुँ, म उत्तम हो भनेर हामी भन्न सक्छौं। नुनउनले चाहिँ नेपालीमा चाहिँ चाहिँ भन्ने अर्थ दिन्छ। ल अब हामी यसको बारेमा पनि थोरै अगाडि विस्तृत रूपमा पढ्न जान्छौं है। त्यस्तै के छ त हामीले अर्को पढ्ने विषय मुनुवा छङ्गो संस्कृति र जानकारी। हाङ्गुके भनेको, हाङ्गुक भनेको कोरिया, ए भनेको को, कोरियाको के छ त इन्सा भनेको अभिवादन, एजल भनेको शिष्टता है। कोरियाको अभिवादनको शिष्टाचार अथवा शिष्टता भनेर हामी त्यो विषयमा पनि विस्तृत रूपमा पढ्ने छौं है। ल सुरुमा छ हाम्रो मुनपब इल है। के छ त ल के हो त इम्निदा, इम्निदा भनेको हो हैन, आन्सर गर्दाखेरि हैन। त्यस्तै इम्निका भनेको हो, यो के हो त क्वेसन गर्ने बेला हैन। जस्तै अब कसैले म उत्तम हो भन्दाखेरि इम्निदा भन्नु, मैले तपाईँ चाहिँ कोही मान्छेलाई तपाईँ राम हो भनेर सोध्नु पर्दा चाहिँ इम्निदा प्रयोग नगरेर इम्निका प्रयोग गरिने रहेछ हैन। त्यसैले नै थाङसिनुन राम इम्निका, तपाईँ चाहिँ राम हो भनेर हामी यसरी सोध्न सक्छौं है। ल अब सबैभन्दा पहिले कुरा के बुझौं भनेपछि है, अब कोरियन भाषा है, हाङ्गुक, हाङ्गुक भनेको कोरियन भाषा, कोरियन भाषा है। कोरियन भाषा सामान्यतया है, अब मुख्यतया अब हरेक भाषा तीन कोरियन भाषा के त तीन प्रकारले
लेखिन्छ अनि अथवा बोलिन्छ। ठिक छ। अब पहिलो प्रकार हो पहिलो प्रकारमा पर्छ औपचारिक है, औपचारिक विधि अनि दोस्रोमा पर्छ अनौपचारिक विधि हैन, अनौपचारिक विधि। तेस्रोमा पर्छ ठाडो भाषा विधि। ठिक छ। ल औपचारिक, अनौपचारिक अनि ठाडो भाषा विधि। अब औपचारिक भनेको के हो भनेपछि औपचारिक भाषा विधि भनेको जुन चाहिँ हामी अफिसहरुमा जुन पनि प्रयोग हुन्छ, जस्तो अब सरकारी कार्यालयहरु, अफिसहरु हैन, अब यस्तो ठाउँमा प्रयोग हुने भाषालाई चाहिँ हामी औपचारिक भन्छौं भने अनौपचारिक भनेको हाम्रो सामान्य जीवनयापन, दैनिक जीवनयापनमा बोलेर गरिने भाषालाई चाहिँ हामी अनौपचारिक भाषा भन्छौं हैन। त्यस्तै अब ठाडो भाषा विधि भनेको के हो त, आफूभन्दा कान्छो अथवा एकदमै घनिष्ठ भएको मान्छेहरुसँग या त एकदमै सम्बन्धमा एकदमै घनिष्ठ साथीहरुसँग चाहिँ प्रयोग गरिने भाषामा चाहिँ ठाडो भाषा पर्छ है। हैन, ठाडो भाषा गर्यो भने दुईजना बीचमा घनिष्ठता छ भन्ने कुराहरु पनि बुझिन्छ होला। अब त्यस्तै के छ त औपचारिक विधि। औपचारिक विधिमा चाहिँ के हो त वाक्यको अन्त है, औपचारिक विधिको वाक्यको अन्त है, वाक्यको अन्त मनिदा अथवा सुनिदामा भएको हुन्छ है। के हुँदैछ त, मनिदा अथवा सुनिदामा हुन्छ। त्यस्तै अनौपचारिक विधिको वाक्यको अन्त चाहिँ आयो, अयो, एयो हैन, अनि हेयो, अनि त्यस्तै भयो हो मा भएको हुन्छ। ल अब के रहेछ त वाक्यको अन्त है, वाक्यको अन्त। अब यसको चाहिँ यो भयो भने यसको चाहिँ यो भयो। वाक्यको अन्त के छ त, मनिदा सुनिदामा भएको हुन्छ भनेपछि आयो, अयो, एयो, हेयो, गयो यसरी चाहिँ वाक्यको अन्त भयो भनेपछि हामीले त्यसलाई चाहिँ अनौपचारिक विधि भनेर बुझ्छौं। त्यस्तै अब ठाडो भाषा विधि छ, यो पनि के छ त, यो आयो अयोको छ नि आ, अ, य हैन, अनि के छ त य, सरी य हैन, अनि व। यस्तो भयो भने चाहिँ मा वाक्यको अन्त भएको हुन्छ। ल यति लेख्यो भने हामीले आज पढ्ने टपिक कुन विधिमा रहेछ भन्ने बुझिसक्यौं होला हैन। के रहेछ त, आज हाम्रो पढ्ने टपिक चाहिँ के थियो त, इम्निदा अथवा इम्निका। के रहेछ त, इम्निदा अथवा इम्निका रहेछ हैन। अब यहाँ चाहिँ मनिदा छ, त्यहाँ चाहिँ के छ त इम्निदा। केसँग सम्बन्धित छ त, बनिदा सुनिदासँग सम्बन्धित छ है। ल अब यसमा चाहिँ के हो, यो बनिदा सुनिदा अथवा अब यो त के हो त क्वेसन गर्दाखेरि हैन, बनिका अथवा सुनिका भनेर पनि भन्न सकिन्छ। ल यसमा के छ त, आन्सर गर्दाखेरि बनिदा सुनिदा अथवा क्वेसन गर्दाखेरि बनिका सुनिका, यहाँ पनि त्यही कुरा हो। यसमा के छ त,
इदा भन्ने हाम्रो क्रिया हो। इदा भनेको हुनु भन्ने क्रिया हो है। इदा भनेको के हो त? हुनु भन्ने क्रिया हो। अब इदा भन्ने क्रियामा चाहिँ के लागेको छ त? इदाबाट इ है, यो के हो त? धातु है। इदा भनेको हुनु, यसको चाहिँ धातु के हो त? धातु। धातु भनेको यसको इ हो है। धातु भनेको इ हो। धातुमा के छ त? बनिदा सुन्निदा मध्येमा एउटा लगाउनु पर्छ हामीले यसमा। त्यसमा चाहिँ बनिदा लाग्यो है। बनिदा लागेर हुनुबाट अब यो के भयो त? हो भयो। त्यस्तै क्वेसन गर्दाखेरि धातुमा के लाग्ने भयो त? इम्नि बनिका लाग्ने भयो है। यसले चाहिँ हो भनेर क्वेसन जनाउने भयो। ल ठिक छ। अब यसलाई चाहिँ अझै हामी भित्रीमा जान्छौँ। यसमा के छ त? औपचारिक विधिमा रहेछ हैन। हाम्रो हो भनेको के विधिमा रहेछ त? औपचारिक विधिमा। अनौपचारिक विधि हामी अर्को दिन हेर्छौँ है। ल त्यस्तै के छ त? ठाडो भाषा विधि है। ठाडो भाषा विधि भनेको अब त्यो पनि हाम्रो यो चाहिँ अनौपचारिक विधि सिकिसकेपछि ठाडो भाषा विधि आफै सिकिन्छ है। ल ठिक छ। ल अब हामी चाहिँ आजको मुख्य विषयतिर जान्छौँ है। ल कसैलाई के लिनु छ भने स्क्रिनसट लिइहाल्नुहोस्। ल अब आजको हाम्रो के छ त? इम्निदा अथवा इम्निका भन्ने छ हैन। हो अथवा हो क्वेसन है। ल अब इम्निदामा हैन, अब हामीले के हेरेको थियो त? बनिदा सुन्निदा भन्ने हेरेको थियौँ हैन। मनिदा अथवा सुन्निदा, मनिका अथवा सुन्निका, यसरी हामीले हेरेको छौँ। ल अब यसमा चाहिँ हामीले के छ त? यहाँ इम्निदा इम्निका आएछ। त्यस्तै के छ त? अब हामी यहाँनिर चाहिँ के हेर्छौँ त? इदा भन्ने क्रिया हो हैन। इदा भन्ने के हो त? यसलाई पनि थोरै बुझी हेरौँ है। भोलिको दिन अझै सजिलो हुन्छ। इदा भन्नेको के हो त? एउटा क्रिया हो। इदा भनेको के हो त? हुनु। हुनु भन्ने एउटा क्रिया हो हैन। अब यसमा इदाको धातु है। अब यो केमा हुन्छ त? धातु। धातु प्लस हुन्छ। यो पनि धातु प्लस। अब यसलाई हामी के भन्छौँ त? भिएसटी प्लस भनेर लेखिएको हुन्छ। भिएसटी भनेको धातु हो है। धातु है। भर्ब स्टिम भन्छ। भिएसटीलाई के भन्छ त? भर्ब स्टिम। भिएसटी भिइआरबी एसटिइएम भर्ब स्टिम है। भर्ब स्टिमलाई के भन्ने रहेछ? धातु। अब धातु भनेको के हो भनेपछि धातु भनेको के हो त? क्रियामा रहेको अन्तिम नु हटेपछि बच्ने है। हटेपछि बच्ने कुरालाई के भन्छ त? धातु भनिन्छ है। ल क्रियामा रहेको अन्तिम नु हटेपछि बच्ने कुरालाई के भनिन्छ त? धातु भनिन्छ। जस्तो अब यो इदाको केसमा है। इदाको केसमा अब यसलाई चाहिँ के हो त? पहिला नेपालीमा हेरौँ। पहिला नेपालीमा के छ त? जानु हैन। खानु। ल खानु है। खानुबाट के बन्छ त? खान प्लस छु भन्छ हैन। त्यस्तै
खान प्लस छौँ भन्छ हैन। त्यस्तै खान प्लस छिन हैन, खान प्लस छिन खान्छिन, खान प्लस छौँ खान्छौँ, खान प्लस छु हैन खान्छु। अब यहाँनिर के हटेको छ त खान बचेको छ, उ हटेको छ यहाँनिर के छ त उ नु उ हटेको छ हैन। अब यहाँनिर जो यो खान छ यसलाई नै चाहिँ हामी के भन्ने हो त धातु भन्ने हो है। त्यस्तै सेम कोरियनमा पनि के हो त अन्तिम अक्षर दा है, अन्तिम अक्षर दा हटेपछि के बच्छ त इ है। यसलाई के भन्छ त हामी व्यष्टि अथवा धातु के भन्ने रहेछौँ त यो इलाई धातु, व्यष्टि अथवा धातु हैन। अब इमा के छ त अब दोस्रो कुरा हामीले के हेर्ने हो त बनिदा सुम्निदा लगाउँदाखेरि फाछिम है। अब यो जस्तो मक्ता, मक्ता भने के हो त खानु हैन, खानु हो। यो मक्ता भनेको के हो त खानु, खानुलाई चाहिँ खान्छु खान्छौँ खान्छिन् हैन। त्यस्तै अब यसको धातु के भयो त मक्ताको धातु के भयो त दा हट्यो है। मक्ताको के हट्यो त दा हट्यो, दा हटेपछि के बच्यो त मक बच्यो है। ल एउटा यसको मक बच्यो, यसको चाहिँ यो धातुमा चाहिँ इ बच्यो है। के बच्यो त इ बच्यो, त्यहाँ चाहिँ खानुमा चाहिँ मक बच्यो हैन। अब के छ त यहाँनिर यो इ को तल फाछिम छ छैन हैन, यहाँ इ को तल फाछिम छैन तर मक को तल के छ त फाछिम छ हैन। अब यसको फाछिम नभएपछि के गर्ने त यो मनिदावाला लिएर त्यो बलाई चाहिँ यहाँ चाहिँ ब जोड्ने, अनि यता चाहिँ नि अनि दा, यसरी इम्निदा भयो। अब यहाँनिर यो चाहिँ के हो त अब यो उच्चारण गर्दाखेरि फेरि के छ त बसँग न क्रस भयो, के भयो त यसरी बसँग न क्रस भयो। अब यहाँ के भयो त बसँग न क्रस भयो है। बसँग न क्रस भइसकेपछि ल अब बसँग न क्रस भइसकेपछि यसलाई हामी बलाई चाहिँ म उच्चारण गर्छौँ, त्यही भन्न खोजे हो। त्यसैले के चाहिँ यो ब चाहिँ ब नभएर प नभएर तल झरेपछि प हुन्थ्यो हैन, तर पनि प नभएर के भयो त म उच्चारण हुने रहेछ। यसरी चाहिँ हामी यसलाई चाहिँ इम्निदा उच्चारण गर्छौँ है। म उत्तम हुँ इम्निदा भयो है। त्यस्तै अब यहाँनिर के छ त मको तल मकको तल के छ त फाछिम छ है, फाछिम छ है। यहाँनिर के छ त फाछिम छैन, एक्लो स्वर बचेको थियो। अनि यहाँ चाहिँ के त मकको तल एउटा सिङ्गल व्यञ्जन छ बिना स्वर लाग्नेवाला फाछिम हैन। फाछिम भइसकेपछि के भयो त यहाँनिर फाछिम भएपछि हामी सुम्निदा लगाउने भयो। अगाडि फाछिम थिएन, हामीले तल ब झुन्डाएर निदा लेखेका थियौँ। अब यहाँ फाछिम छ त हामी के लगाउनु पर्यो त सुम्निदा है। फाछिम भएपछि हामी सुम्निदा लगाउनु पर्यो हैन। अनि के हुने भयो त अझ फेरि यो इम्निदा जस्तो यहाँ ब चाहिँ म उच्चारण गरिएको छ भने यहाँ पनि बसँग न क्रस भएको छ हैन। बसँग न क्रस भएको छ भनेपछि यहाँ पनि यसलाई यो बलाई पनि हामी म उच्चारण गर्छौँ। के हुने भयो त अब यो मको तल ग झरिसक्यो भने मक हुने भयो। के हुने भयो त मक। गलाई चाहिँ हामी क उच्चारण गर्ने भयो। अनि सु, अब यो चाहिँ होठ फैलाएर बोलिने उ होइन, त्यसैले चाहिँ यसलाई के हामी मक्सु, मक्सु। अनि यो के भयो त आधा म अनि यताको नि अनि यताको दा, मक्सुम्निदा। के हुने भयो रहेछ त उच्चारण अब मक्सुम्निदा। म चाहिँ अब मक्सुम्निदाले के हुन्छ त खान्छु अर्थ हुने भयो है। ल त्यस्तै अब यसरी इम्निदा भनेको अर्थ के भयो त इम्निदा भनेको अर्थ हो हैन, यो आन्सर गर्दाखेरिको हो है। अब सेम कन्डिसन त्यही हो। अब यो चाहिँ आन्सर गर्दाखेरि इम्निदा भयो भने क्वेसन गर्दाखेरि के हुने भयो त यो दाको ठाउँमा का मात्र परिवर्तन छ नि, अरू त सेम छ हैन। त्यस्तै अब क्वेसन गर्दाखेरि इम्निका हुने भयो है। त्यस्तै मक्सुम्निका भनेपछि खानुहुन्छ भनेर सोध्नु भयो। अब दोस्रो कुरा के छ त जस्तो नेपालीमा के छ त अब यो
एकवचन, बहुवचन, स्त्रीलिङ्ग, पुल्लिङ्ग विभिन्न छन् होइन। अनि उच्च जस्तो छु, छौँ, छिन्, खानुहुन्छ, जानुहुन्छ होइन, खान्छिन्, जान्छिन्, सबै के हो त कोरियनको एउटै कुराले चाहिँ, जस्तो अब खान्छु, मक्सुमिदा भनेको खान्छु पनि हो, खान्छौँ पनि हो, खानुहुन्छ पनि हो, खान्छिन् पनि हो। अब एकवचन, बहुवचन होइन, स्त्रीलिङ्ग, पुल्लिङ्ग, अब यसले चाहिँ सबै एउटैमा आउँछ। यसको चाहिँ कर्ताले चाहिँ पछाडि डिसाइड गर्छ कि त्यो कुन हो भनेर। तर चाहिँ यहाँ कर्तामा चाहिँ अब उच्च कर्ता छ भनेपछि पछाडि हामीले खानुहुन्छ भन्नु पर्यो, साथी छ भनेपछि खान्छ भन्नु पर्यो होइन। अनि अथवा धेरै साथीहरू छौँ भने खान्छौँ भन्नु पर्यो। त्यो चाहिँ हामी कर्ता हेरेर पछाडिको चाहिँ कुरा चाहिँ त्यसरी भन्छौँ है। अब कोरियन ग्रामरमा सजिलो पक्ष पनि यही हो। यो के हो त, जस्तो हामीले नेपालीमा के छ त, स्त्रीलिङ्ग छुट्याउनु पर्थ्यो, पुल्लिङ्ग छुट्याउनु पर्छ होइन, एकवचन छुट्याउनु पर्छ, बहुवचन छुट्याउनु पर्छ भनेपछि कोरियन ग्रामरमा त्यति छुट्याउनु पर्ने जरुरी छैन। यसमा चाहिँ के छ त, डाइरेक्ट पछाडिको चाहिँ बनिदा सुन्निदा इन्निका सुन्निका जोडेर आयो भनेपछि त्यसले एकवचन, बहुवचन, स्त्रीलिङ्ग, पुल्लिङ्ग होइन। अनि त्यहाँबाट गएर अब हाम्रो उच्च भाषामा चाहिँ नुहुन्छ होइन भन्ने यो कुराहरू चाहिँ सबै एउटै कुराले चाहिँ भन्छ। तर चाहिँ के हो त, कर्ता। अब कर्ता भनेको के हो त, सब्जेक्ट होइन, प्लस ओब्जेक्ट प्लस भर्ब। यसरी हामीले एउटा वाक्यको ढाँचा बनाएका छौँ भने अब यो कर्ता, अब यो के हो त, यो त भर्बमा लाग्ने कुरा हो होइन, धातु भिएसटी होइन। भर्ब भिएसटी भनेपछि भर्बबाट भर्बको क्रियाको चाहिँ नु हटेर बचेको कुरालाई चाहिँ हामी भिएसटी भन्छौँ होइन। ल भर्ब आउँछ लास्टमा, त्यसो बिचमा ओब्जेक्ट आउँछ, यो सुरुको कर्ता है। यहाँ कर्तामा चाहिँ के छ त, ठुलो व्यक्ति छ भनेपछि ठुलो व्यक्ति छ भनेपछि त्यति बेला हामी यति बेला के भन्ने हो त, खानुहुन्छ होइन। अब यहाँ कर्तामा चाहिँ मेरो साथी छ भनेपछि अब साथीहरू छन् भनेपछि हामी खान्छौँ भन्नु पर्यो होइन। यसरी चाहिँ हामी यसलाई चाहिँ गर्न सक्छौँ है। ल ल अब के रहेछ त यो, अब इम्निदा इम्निका भनेको औपचारिक है, औपचारिक विधि रहेछ। यसले चाहिँ के जनाउने रहेछ त, हो अथवा हो क्वेसन गर्दाखेरि होइन भन्छ। अब यसको बारेमा के लेखेको छ त यहाँ, त्यो हेरौँ है। इम्निदा नुन भन्छ है, के भन्छ त, ल इम्निदा, इम्निदा चाहिँ नुन भनेको इम्निदा चाहिँ, इम्निदा चाहिँ छुए सोक्साङ्गुल भनेको, छुवा भनेको जस्तो अगाडि मैले भनेको थिएँ है, सब्जेक्ट प्लस अब्जेक्ट प्लस भर्ब भनेको थिएँ। यो सब्जेक्टलाई चाहिँ छुवा भनेको है, के हो त, सब्जेक्टको कर्ताको है, छुवा चाहिँ कर्ताको है, कर्ताको छुवा है भनेको कर्ताको, सोक्सङ भनेको गुण अथवा विशेषतालाई, के त, कर्ताको गुण अथवा विशेषता है, विशेषतालाई के त, नाथानेनन मेङ्सावा भनेको विशेषतालाई जनाउने, मेङ्सावा खेरा भाए भनेको नामसँग है, नामसँग के त, जोडिएर, नामसँग जोडिएर नामसँग जोडिएर के छ त, खेक्सिकचक भनेको छ। अब खेक्सिकचक भनेकै औपचारिक हो है, खेक्सिकचक भनेको औपचारिक। ल जोडिएर औपचारिक साङवाङ एसनन परिस्थितिमा है, साङवाङ भनेको स्थिति परिस्थितिमा, एस भनेको मा,
परिस्थितिमा थुन्नुन भनेको थुन्नुन भनेको सुन्ने है, सुन्ने। सारामुल भनेको मानिसलाई सुन्ने के त मानिसलाई सुन्ने मानिसलाई के त नोखे नोखिदा नोक्ता भनेको उच्च हुनु, नोखे मारानन मुन्जाङे भनेको उच्च गरी कुरा गर्ने हैन, उच्च गरी अनि मारानन भनेको कुरा गर्ने है, कुरा गर्ने। मुन्जाङ्गे भनेको वाक्यको, कुरा गर्ने वाक्यको ससुल अगा के त ससुल अगा थैन्दा भनेको विधेय हुन्छ है, के हुन्छ त प्रिडिकेट हुन्छ भनेको विधेय हुन्छ। ठिक छ, के हुने रहेछ त विधेय हुने रहेछ। अनि त्यस्तै के हुने रहेछ इम्निक्का, इम्निक्का चाहिँ अब के भन्छ त इम्निक्का चाहिँ के भन्छ त इम्निदा ए भनेको इम्निदाको उइमुनहेङ उरो भनेको उइमुनहेङ भनेको प्रश्नवाचक वाक्यको रूपमा है, प्रश्नवाचक वाक्यको रूपमा, प्रश्नवाचक वाक्यको रूपमा छुव ए सोक्साङे भनेको छुव ए सोक्साङ भनेको के हो त अनि कर्ताको गुण है, कर्ताको गुणको बारेमा एथे, कर्ताको गुणको बारेमा एथे भनेको बारेमा, एथे हाहे भनेको पनि बारेमा हुन्छ है, एथे हे अथवा एथे हाहे भनेको को बारेमा। अनि मुरुल्ते भनेको सोध्ने बेला है, के त यो सोध्ने बेला सायम हान्दा भनेको प्रयोग गरिन्छ, सायम हान्दा भनेको रहेछ त प्रयोग गरिन्छ है। ल के भन्छ त इम्निदा चाहिँ कर्ताको गुण विशेषतालाई जनाउने नामसँग जोडिएर, केसँग जोडिएर नामसँग जोडिएर औपचारिक परिस्थितिमा भनेको औपचारिक परिस्थितिमा सुन्ने मानिसलाई भनेको जो सुन्ने मानिसलाई उच्च गरी के त उच्च गरी कुरा गर्ने वाक्यको विधेय हुन्छ, उच्च गरी कुरा गर्ने वाक्यको चाहिँ के हुन्छ त प्रिडिकेट हुन्छ, विधेय हुन्छ। इम्निक्का अब यो के हो त इम्निक्का है, इम्निक्का चाहिँ इम्निदाको प्रश्नवाचक वाक्यको रूपमा कर्ताको गुणको बारेमा सोध्ने बेला प्रयोग गरिन्छ। त्यही हो हामीले जुन अगाडि पढेका थियौँ बनिदा सुन्निदा हैन, बनिका सुन्निका, त्यही कुरा यहीँ भन्दैछ है। ल अब यहाँनिर के छ त मुरुल्ते भन्ने छ है, यो मुत्ता भनेको के हो त सोध्नु हो है, सोध्नु। मुत्ता भनेको के रहेछ त सोध्नु। अब यही मुत्ताबाट लटे उल्टे यहाँनिर के लागेको छ त उल्टे भन्ने व्याकरण लागेको छ। अब यसलाई चाहिँ हामी यसरी पनि उल्टे पनि भन्न सक्छौँ। ल अब उल्टे लागेको छ, यहाँनिर के छ त फाक्षिनमा मुत्ता है, दा हटेपछि के बच्यो त द चाहिँ स्वर वर्णसँग चाहिँ कम्प्रोमाइज हुँदाखेरि द हटेर यो द पनि हटेर के हुने रहेछ त मूल है। अब यहाँ के छ त उल, अब यहाँ फाक्षिम आयो अनि उल है, मुरुल, यसरी चाहिँ ते, मुरुल ते भनेको के भयो त अब सोध्ने बेलामा यसरी बनेको है। अब त्यस्तो यो मुत्ता छ हैन, अर्को चाहिँ
खत्ता हिँड्नु छ हैन, थुत्ता भनेको सुन्नु छ, अनि फेरि फात्तामा हट्दैन फेरि है अझै के छ त ल खत्ता हिँड्नु, थुत्ता सुन्नु, मुत्ता सोध्नु, यसमा चाहिँ के हो त द हटेर र भनेको हुन्छ। अब यहाँनिर के छ त स्वर वर्णसँग मिल्दाखेरि द हटेर र हुन्छ, मुरुल्ते यसरी चाहिँ सोध्ने बेलामा भएको है। अब यहाँनिर के छ त थुत्ता भनेको सुन्नु होइन, थुत्ता भनेको सुन्नु हो। अब यहाँनिर के छ त यहाँ स्वर गण भएको व्यञ्जन जोडिया छैन, त्यसैले यो चेन्ज भएन। असँग सुन्ने बेलामा भन्नु परेको भए यो के हुन्छ त थुरुल्ते हुन्थ्यो। के हुन्थ्यो त थुरुल्ते है, सुन्ने बेलामा। अब जस्तो मुरुल्ते भनेको सोध्ने बेलामा भयो, सुन्ने बेला भन्नु परेको बेला के हुन्थ्यो त थुरुल्ते हुन्थ्यो। अनि थुरुल्ते पनि कसरी हुन्थ्यो त यो र तल आयो, यो माथि गएर एमा गयो, यहाँ रु भयो, थुरुल्ते भयो सुन्ने बेलामा है। ल यसलाई चाहिँ मेटाउँ त ल है, चाहिएकोहरू चाहिँ स्क्रिनसट लिनु होला। ल अब यहाँनिर के छ त हामीले यति बुझिसक्यौँ। अब के छ त ए भनेको फोगी है, फोगी भनेको के रहेछ त उदाहरण होइन। उदाहरणमा छनन युसुफु इम्निदा, म चाहिँ को हुँ त युसुफु इम्निदा, म चाहिँ युसुफु हुँ रे होइन। अब युसुफु भनेको त एउटा मान्छेको नाम हो युसुफु, अनि के त इदाबाट युसुफ, इम्निदा म, छनन भनेको म, युसुफु है, युसुफु हो, म चाहिँ युसुफु हो भन्छ है। अनि चाहिँ अर्कोले भन्छ छनन वाङमिन इम्निदा, म को हो त म वाङमिन हो, वाङमिन म चाहिँ वाङमिन हो। त्यस्तै गाले ल अब गाले भन्छ फेरि यहाँ छ है, गा भन्ने गाले भन्छ। के भन्छ त गाले, अनु भनेको कुन, नारा भनेको देश, अनि को कुन देशको, नारासाराम भनेको देशको मानिस है, नारासाराम भनेको देशको मानिस, इम्निका भनेको हो। के हो त यो प्रश्नवाचक हो इम्निका भनेको। अब नाले भन्छ के भन्छ त छ नन म, नन भनेको चाहिँ, के हो त लाओस, है, लाओस एउटा राओस भन्ने देश छ, लाओसको के हो त मानिस हो, इम्निदा म चाहिँ लाओसको मानिस हो भनेर भन्छ है। ल फोगी भनेको उदाहरण। ल त्यस्तै के छ त अब तल हेरौँ, हामी तल हेर्न जान्छौँ है। ल फोगी वा खाची सुगो सो छागी सोगे। ल अब के छ त अब यसको चाहिँ हाम्रो प्र्याक्टिसमा है, एन्सुबमा के छ त ल फोगी वा खाची उदाहरण जस्तै सुगो भनेको लेखेर, छागी सोगे भनेको स्वयंको परिचय, हे फोसेयो भनेको गरी हेर्नुहोस्। अब यो के छ त हे फोसेयो गरी हेर्नुहोस् है। अब यसलाई चाहिँ के हो त यो दुईटा क्रिया जोडिया छ यहाँनिर, हादा र के त फोदा, के जोडिया छ हादा र फोदा है। अब हादा र फोदालाई सँगै जोडेर भन्नु भने हादा भनेको गर्नु होइन, अनि फोदा भनेको हेर्नु हो त। अब नेपालीमा गरी हेर्नु भन्छौँ नि हामी, गरी हेर्नु भन्ने बेला हामीले पनि दुईटालाई जोडेका छौँ भने यिनीहरूको पनि त्यस्तै हे फोदा भने गरी हेर्नु अथवा गरेर हेर्नु है, हेर्नु। ल यसलाई जोड्ने क्रियाहरू पनि हामी अर्को दिन ग्रामरमा यसलाई समावेश गरेर यसको पनि विस्तृत बारेमा कसरी जोड्ने भन्ने पनि हेर्छौँ होइन। हामीहरूको पार्ट वाइज ग्रामरमा त्यो कुराहरू पनि आउँदै जान्छ। अब बेसिक पढ्ने साथीहरू, बेसिक पढेर किताबमा आइसकेका साथीहरूलाई
यो कुरा त लगभग अब आइसकेको होला होइन। अब हाम्रो फिजिकल क्लासमा बस्ने भाइ बहिनीहरूलाई बेसिक क्लास पढेर आउँदाखेरि यहाँसम्म आउँदाखेरि चाहिँ यो कुराहरू चाहिँ अब रिभाइजमा चाहिँ आउने कुराहरू हो होइन। तपाईँहरूलाई पनि अब भोलि पढ्दै जाँदा यो कसरी जोडिन्छ भनेर अलिकता हेरौँला। दोस्रो पाठमा हामी अर्को यो आयो अयो भन्ने हाम्रो अनौपचारिक विधि हुँदाखेरि चाहिँ यो जोड्ने तरिका पनि त्यही दिन चाहिँ हामी राम्रोसँग बुझ्छौँ है। ल अहिले चाहिँ के छ त उदाहरणमा छ है फोगीमा। फोगी भनेको उदाहरणमा के छ त इरुम। इरुम के छ त इरुम भनेको के हो त नाम है। इरुम भनेको नाम के हो त आगुङ। आगुङ भन्ने नाम हो। खुकचक है। यो खुको तल ग अनि माथि जलाई चाहिँ हामी च उच्चारण गर्छौँ होइन। खुकचक भनेको राष्ट्रियता है। खुकचक राष्ट्रियता। थोङ्तेमुर भन्ने देश हो। थोङ्तेमुर रहेछ राष्ट्रियता। उसले भन्छ आन्निङ हास्यो। आन्निङ हास्यो भनेको नमस्कार है। कोरियनमा फेरि आन्निङ हास्यो भनेको नमस्कार होइन। अब कोरियनमा नमस्कार गर्दाखेरि ढाड र टाउको चाहिँ निहुराउनु पर्ने हुन्छ। नमस्कार यसरी गरिन्छ। हामी नेपालमा चाहिँ हाम्रो यस्तो हात जोडेर नमस्कार गर्छौँ भने कोरियामा चाहिँ निहुरिएर आन्निङ हास्यो यसरी निहुरिएर चाहिँ नमस्कार गर्ने चाहिँ उनीहरूको परम्परा छ है। अब त्यसमा पनि के छ त अब आफूभन्दा ठुलो व्यक्तिहरूलाई चाहिँ आफूले अलि ज्यादा निहुरिन्छ। उसले चाहिँ यसरी ओके आन्निङ हास्यो गर्ने भयो। उसले कम निहुरिने भयो। हामीले कान्छो मान्छेले चाहिँ अलि ज्यादा निहुरिनु पर्ने हुन्छ होइन। त्यस्तै अब हरेक दिन कम्पनीमा गइसक्यो भने चाहिँ आफूभन्दा ठुलो अब खजाङ्निङ हुन्छन् होइन। अनि फान्जाङ्निङ हुन्छन्, खोङजाङ्निङ हुन्छन्। अब विभिन्न पोस्टहरूका मान्छेहरू हुन्छन्। अब तिनीहरूलाई पनि हामी बिहान के गर्ने भयो त अब त्यहाँ चाहिँ बिहान भन्ने हुँदैन। आफ्नो ड्युटी जाने समयमा कम्पनीमा चाहिँ हरेक दिन चाहिँ ड्युटी जाने समयमा पहिलोपटक भेटेको बेला चाहिँ हामी आन्निङ हास्यो भनेर चाहिँ नमस्कार गर्ने उनीहरूको चाहिँ परम्परा छ है। ल अब के छ त आन्निङ हास्यो। आगुङ इम्निदा आगुङ मुरे तोङ्देमुरु साराम इम्निदा तोङ्देमुरको मानिस हो। ल त्यस्तै के छ त अब यहाँनिर इरुम हाल्ने। के हाल्ने त इरुम हाल्ने राष्ट्रियता हाल्ने। अब मेरो नाम छ उत्तम है। उत्तम अनि खुकचक नेपाल। आन्निङ हास्यो भन्नु पर्यो। उत्तम इम्निदा। उत्तम इम्निदा उत्तम हो। उत्तम हो। छनन नेपाल साराम इम्निदा। म चाहिँ के त नेपालको मानिस हुँ। यसरी चाहिँ तिमीहरू पनि आफ्नो नाम र आफ्नो राष्ट्रियता हालेर बनाउन सक्छौ है। ल फोगी वा खाची फेवा हे फोसेयो। वार्तालाप गरी हेर्नुहोस्। उदाहरण जस्तै वार्तालाप गरी हेर्नुहोस् है। के छ त अनु नारा सराम इम्निका होइन। अनु नारा सराम इम्निका कुन देशको मानिस हुनुहुन्छ होइन। कुन देशको मानिस हो अथवा हुनुहुन्छ होइन। कुन देशको मानिस हुनुहुन्छ होइन अथवा हो। कुन देशको मानिस हो अथवा हुनुहुन्छ त्यो भन्दा नि भइहाल्यो होइन। ल फिलिपिन साराम इम्निदा फिलिपिनको मानिस हो रे। फिलिपिनको मानिस हुँ भन्छ अथवा हो हुन्छ। अब यहाँनिर पनि त्यही भन्ने है। अनु नारा साराम इम्निका भनेर क्वेसन गर्ने। त्यस्तै थेगुक साराम इम्निदा होइन। अनि म्यानमा साराम इम्निदा कम्बोडिया साराम इम्निदा बङ्गलादेशो साराम इम्निदा। यसरी चाहिँ तिमीहरूको होमवर्क है। यसलाई चाहिँ के हो त पहिला क्वेसन गर्ने। अनु नारा साराम इम्निका भने अनु भनेको कुन अनि नारा भनेको देश कुन देशको होइन। अनि साराम भनेको मानिस
अनि अनु भनेको कुन देश, साराम भनेको मानिस, अनि इम नि दा भनेपछि आन्सर हुन्छ। क्वेसन गर्नलाई का लेखेर क्वेसन मार्क। अनु नारा साराम होइन, कुन देशको मानिस हो इम्निका, यसरी है। त्यसरी के भन्ने त अनि थेगुक 사람입니다, म्यानमार 사람입니다, कम्बोडिया 사람입니다, बङ्गलादेश 사람입니다, यसरी चाहिँ हामीले यसलाई चाहिँ प्र्याक्टिस गर्न सक्छौँ है। ल त्यस्तै के ल अब हाम्रो दोस्रो ग्रामर के छ त, उन्नुन है। उन्नुन, अब उन्नुन चाहिँ हाम्रो उन्नुनले चाहिँ के अर्थ दिन्छ त, चाहिँ भन्ने अर्थ दिन्छ है। अब यो उन्नुन चाहिँ एउटा विभक्ति हो है, विभक्ति के हो त, यो विभक्ति हो। अब यो चाहिँ नाउनमा चाहिँ नाउन अथवा नाउन भनेको नाम अथवा कर्ता, नाम अथवा कर्तामा जोडिने उन्नुन हो, यो चाहिँ विभक्ति हो है। अब दोस्रो कुरा के छ त भन्दा, अब उन्नुन है सिर्फ अब नाम र कर्तामा जोडिने मात्रै उन्नुन हुँदैन। त्यस्तै अब उन्नुन कति प्रकारका छन्, केमा जोडिन्छन्, त्यो पनि एकचोटि बुझी हेरौँ है। ल अब यहाँनिर यहाँ बुझी हेरौँ। ल एउटा छ विभक्ति, फर्स्टमा हुन्छ विभक्तिवाला, विभक्ति छुवा छोसा है। कर्ताकारक विभक्तिमा चाहिँ उन्नुन है, उन अथवा नुन, यसले चाहिँ चाहिँको अर्थ दिन्छ। के को अर्थ दिने रहेछ, चाहिँ। यो चाहिँ केमा जोडिन्छ, नाम अथवा कर्ता है, कर्ता अथवा नाममा जोडिन्छ है। अनि अर्को चाहिँ के छ त, दोस्रोमा चाहिँ हाम्रो मुन्प व्याकरणमा भएको उन्नुन है। एउटा छ VST प्लस नुन है। यसले चाहिँ के जनाउने रहेछ त, प्रेजेन्ट टेन्स है। PRESENT प्रेजेन्ट टेन्स। अहिले चाहिँ नेपालीमा ने, को अथवा इरहेको यस्तो अर्थ यसले दिन्छ है। यो चाहिँ VST। अब यो चाहिँ VST भनेको क्रियाको धातु हैन। एडिजे अनि VST मा चाहिँ नुन आयो भने, अब यो एडिजे VST भनेको के हो त भन्दाखेरि विशेषण धातु है, विशेषण धातु है। विशेषण धातुमा चाहिँ प्लस नुन आयो भने यसले चाहिँ विशेषता जनाउँछ। तर अब यो चाहिँ विशेषता जनाउँछ, तर चाहिँ यो पनि एउटा निश्चित दायरामा निश्चित खालका विशेषणसँग मात्रै प्रयोग गरिन्छ। अब त्यो निश्चित खालका विशेषण कस्तो हुन्छ, इत्ता र अप्तासँग सम्बन्धित हुने विशेषणहरू, इत्ता र अप्तासँग सम्बन्धित है, इत्ता र अप्तासँग सम्बन्धित विशेषणमा मात्रै के त प्रयोग गरिन्छ। ठिक छ। इत्ता र अप्तासँग सम्बन्धित हुने विशेषणमा मात्रै प्रयोग गरिन्छ। जस्तै मास, इत्ता हैन, छेमी, इत्ता। अब यसमा चाहिँ के भन्यो त, मासिकता भनेको स्वादिलो हुनु है। मासिकता भनेको हो त स्वादिलो हुनु। अब यहाँनिर चाहिँ मास इन्नुन भनेपछि के भयो त,
स्वादिलो है के जनायो त्यसले विशेषता जनायो मासिनुन भनेको स्वादिलो त्यस्तै छेमिइत्ता भनेको अब छेमिनुन हुने भयो के हुने भयो त छेमिइनुन मासिनुन है अब छेमिइनुन भनेको रमाइलो है भन्ने अर्थ दिने भयो है छेमिइनुन भनेको रमाइलो अब छेमिइत्ता भनेको रमाइलो हुनु है रमाइलो हुनु है एउटा विशेषण हो अब रमाइलो हुनुबाट हुनु हटेर रमाइलो बच्यो अब यो मासिकता भनेको स्वादिलो हुनु हैन स्वादिलो हुनुबाट स्वादिलो बच्यो हैन अब विशेषणलाई चाहिँ हामी सामान्यतया हैन जसमा पछाडी हुनु हुनु जोडिएर आइराछ त्यसलाई चाहिँ हामी विशेषण भनेर बुझ्न सक्छौं है नर्मली रूपमा छुट्याउनु परेको खण्डमा जस्तै अब कुनै पनि कुराको विशेषतालाई जनाउने कुराहरूलाई चाहिँ विशेषण भनिन्छ जस्तो मेरो हाइट ठुलो छ हैन सानो छ अनि म ह्यान्डसम छु अब यो के हो त ममा भएको विशेषताहरू हो हैन त्यो विशेषताहरूलाई चाहिँ विशेषण भनिन्छ त्यो विशेषता भएको क्रियालाई चाहिँ के भनिन्छ त विशेषण भनिन्छ प्राय चाहिँ हामी त्यसलाई नेपालीमा चाहिँ हुनु हुनु भनेर दर्शाइरा हुन्छौं है अब त्यस्तै ल अब प्रेजेन्ट टेन्समा हुँदाखेरि नै हैन त्यस्तै के छ त यहाँनिर मक्नुन मक्ताबाट आएको हो खानु हैन मक्ता भनेको खानु अनि के हो त मग्नुन भनेको खाने हैन अथवा खाइरहेको है खाने खाना हैन खाएको खाना अब जस्तो मग्नुन मक्ता है मक्ता भनेको खानु मग्नुन भनेको खाने है त्यस्तै के छ त अब अर्को जस्तो ओन्हादा भनेको चाहनु हैन ओन्हानुन भनेको चाहने अथवा चाहेको भन्ने अर्थ दिने भयो हैन चाहने अथवा चाहेको यस्तो है चाहने अथवा चाहेको भनेर कहिलेकाहीँ यसले नेको पनि कोको पनि र यी रहेको काम पनि गरिरहेको हुन्छ है ल अब यस्तैमा छ VST प्लस उ अथवा न है यसरी है यसलाई चाहिँ हामी यस्तो है यसलाई हामी कसरी पनि लेख्न सक्छौं भनेपछि यसरी पनि बुझ्न सक्छौं है यसलाई कसरी पनि यसरी पनि बुझ्न सक्छौं अब यसरी भनेपछि यसले चाहिँ के छ त पास्ट टेन्स जनाउँछ पास्ट TENS पास्ट टेन्स है नुनको तेस्रो पास्ट टेन्स भनेपछि यसले एको जनाउने हो है अब यो चाहिँ के हो त VST है यो त केमा त क्रियामा लागेको बेला त्यस्तै अब ADJ VST है ADJ VST भन्ने त्यही हामीले अहिले हेर्यौं नुनमा अब यो चाहिँ के हो त विशेषणको धातुमा है उन है अथवा न्यून जोडिएर आयो भने यसले चाहिँ विशेषता जनाउँछ है फेरि के हो त विशेषता जनाउँछ अब यो कस्तो खालको विशेषणमा लाग्ने हुन् त अगाडि पनि हामीले नुनमा हेर्यौं नुनमा के थियो त इत्ता र अप्तासँग सम्बन्धित विशेषणहरूमा मात्रै प्रयोग गरिन्छ भने त्यो सबै विशेषणहरू त त्यसमा आएका थिएनन् हैन ल अब यसमा के हो त त्यही भएर इत्ता र अप्ता बाहेकका अन्य सबै विशेषणमा प्रयोग गरिन्छ है
के गरिन्छ त यता र अत्ता बाहेकका अन्य सबै विशेषणमा प्रयोग गरिन्छ हैन त। ल अब यता र अत्ता बाहेकका अन्य सबै विशेषण भनेपछि सबै आउने भयो है। यता र अत्ता मात्रै नुन प्रयोग गरिन्छ भने यता र अत्ता बाहेकका सबै विशेषणहरूमा चाहिँ यो नि हुन् है उन। ल यसलाई चाहिँ जस्तो के छ त छोथा हैन, छोथा भनेको राम्रो हुनु हैन, राम्रो हुनु है। अब यो के हुने भयो त छो छो उन है, छोउन हुने भयो। छोउन भनेको राम्रो। अब यो के भयो त राम्रो। त्यस्तै मान्था, मान्था भनेको धेरै हुनु है। अब यो के हुने भयो त मानुन भनेको धेरै है। के रहेछ त मानुन भनेको धेरै। यसरी चाहिँ विशेषता जनाउने भयो यो लागेपछि है विशेषणमा। क्रियामा लाग्यो भने चाहिँ एक हो। अब जस्तो मक्ता है, मक्ताबाट मगुन खाएको हो भयो है। त्यस्तै के छ त अर्को ल खुदा है, खुदा, खुदा भनेको अग्लो हुनु है। खुदा भनेको अग्लो हुनु। अनि खुन के भयो त यहाँनिर खुन, खुन भनेको अग्लो अथवा ठुलो है। अब अग्लो भने चाहिँ हामी ठुलो भनेर बुझ्छौँ। अग्लो अथवा ठुलो भनेर अर्थ दिने भयो है। त्यस्तै अब यो मक्तामा चाहिँ मक्ताबाट दा हटेर के बच्यो त मगुन है। मगुन भयो खाएको, खादा है। खाबाट दा हट्यो हैन, दा हट्यो। अनि त्यस्तै के बच्यो त खान है। के हो त फाछिम छैन, फाछिम नभएपछि नजोड्ने भयो, फाछिम भएपछि उन जोड्ने भयो। यहाँ पनि सेम त्यही हो है, छो उन। अब यहाँ फाछिम छ, फाछिम भएपछि उन जोड्यौँ। मानुनको तल भिएसटीमा के छ त फाछिम छ उन जोड्यौँ। खुदाबाट दा हटिसक्यो, खुमा चाहिँ फाछिम बचेन। फाछिम नबचेपछि हामीले चाहिँ नलाई तल झुन्डायौँ है। खान भनेपछि गएको है, गएको यसरी अर्थ दिने भयो। ल अब भनेपछि हामीले नर्मल्ली रूपमा के बुझ्यौँ त भन्दाखेरि एउटा नाउनमा लाग्ने नाउन प्लस उन अथवा नुन छ है। यसलाई चाहिँ हामी चाहिएको अर्थ दिन्छौँ नेपालीमा। त्यस्तै एउटा के छ त भिएसटी है, क्रिया भिएसटी। ल क्रिया भिएसटी, भिएसटी भनेको धातुमा लाग्ने चाहिँ के छ त नुन मात्रै छ है। के छ त नुन। अब यसले चाहिँ के छ त पर्जेन्टेन्स दिएर आउँछ, PRESENTTENSE पर्जेन्टेन्स ने को इरहेको हैन। त्यस्तै अब क्रियाको भिएसटीमा प्लस यस्तो उ न अथवा यसलाई मैले के भनेको छु त नि उ न है। यसरी पनि बुझ्न सकिन्छ यो फर्मुलालाई नर्मली रूपमा। यसमा चाहिँ बुझ्नलाई सजिलो किन भयो भने चाहिँ भिएसटीको अन्तमा फाछिम नभएको बेला चाहिँ यो फाछिम झुन्डाइदिने, भएको बेला चाहिँ उन लगाउने हैन, यसरी है। ल अब यसले चाहिँ के जनाउने भयो त पास्ट टेन्स है, पास्ट ENS पास्ट टेन्स। अब यसले चाहिँ एको भन्ने अर्थ दिने भयो नेपालीमा है। अब त्यस्तै क्रिया धातु थियो। अब विशेषण धातुमा पनि आउने लाग्ने रहेछ है, विशेषण धातु प्लस नुन। त्यस्तै विशेषण धातु प्लस उन है। अब यिनीहरू दुईटैले के हो त विशेषता जनाउने हो है, विशेषता
विशेष त जनाउँछ दुइटैले, तर अब यिनीहरूको पनि के छ त आफ्नो सीमित दायरा छ। यो चाहिँ इत्ता र अप्ता सँगका सम्बन्धित विशेषणमा लाग्छ भने इत्ता र अप्ता बाहेकका अन्य सबै विशेषणहरूमा उन अथवा न्यूनको प्रयोग भएको हुन्छ। अब त्यसैले चाहिँ हामीले चाहिँ यो उन नुनलाई खालि चाहिँको रूपमा मात्र दिमागमा राखेर अलि गाह्रो हुन्छ है। यो चाहिँ केमा लाग्ने रहेछ त, एउटा नाउनमा लाग्ने रहेछ हैन। अब यति बेला चाहिँ यो के हो त, हामी विभक्तिमा पढ्छौँ हैन। बेसिक पढ्दाखेरि केमा पढ्छौँ त, विभक्ति है। बेसिक पढ्दाखेरि हामी यो नुनलाई चाहिँ विभक्तिमा पढिरहेका हुन्छौँ। त्यस्तै पछि ग्रामरमा आउँदै ग्रामर चाहिँ अलि एडभान्समा जाँदै गर्दा हामीले फेरि यसलाई पनि पढ्नुपर्ने हुन्छ है। त्यसैले अब एउटा वाक्यमा चाहिँ यो पनि सबै मिसिएर लागेको हुनाले सबै कुराहरूलाई एकचोटिमा चाहिँ बुझ्दाखेरि हामीलाई एकदमै सजिलो हुन्छ है। वाक्यलाई चाहिँ छिटो बुझ्नको लागि अनि त्यसलाई चाहिँ नेपालीमा अर्थ दिनको लागि के हुन्छ त, यो एउटै खालको ग्रामरहरू केमा लाग्दा कस्तो कस्तो अर्थ दिन्छ भन्ने कुराहरू बुझिराख्न पनि एकदमै जरुरी छ है। त्यो भएर मैले चाहिँ यसलाई चाहिँ यसरी चाहिँ तपाईहरुलाई गरेर देखाउनुको कारण चाहिँ भोलि अलिकता एउटा वाक्यलाई पनि नेपालीमा परिवर्तन गर्न सजिलो होस् भनेर हो। र अब म चाहिँ यही धनगढीको एम्स एजुकेसन कन्सल्टेन्सीमा पढाइरहेको छु हैन। धनगढीमा रहनुभएका भाइ बहिनीहरू कोही हुनुहुन्छ भनेपछि मसँग चाहिँ कोरियन भाषा सिक्न चाहनुहुन्छ भनेपछि हाम्रो यस एम्स एजुकेसन कन्सल्टेन्सीमा सम्पर्क गरेर आफ्नो सिटहरू चाहिँ रिजर्भ पनि गर्न सक्नुहुन्छ है त। ल अब यसलाई चाहिँ हामी चाहिँ अब चाहिँ के छ त, किताबमा दिएको कुराहरूलाई हेर्छौँ है। ल अहिले हामीले बुझ्यौँ। अब के बुझ्यौँ त, नुन चाहिँ अब एउटा विभक्ति थियो भने क्रियामा लाग्ने हाम्रो चाहिँ के छ त, नुन पनि रहेछन् हैन। तिनीहरूको पनि कस्तो ठाउँमा प्रयोग गर्दा के अर्थ आउँछ भन्ने कुरा हामीले त्यो पनि बुझ्यौँ है। ल अब चाहिँ यहाँनिर के छ त, यो के रहेछ त, नाउनमा लाग्नेवाला नुन रहेछ है। ल नाउन प्लस उन्नुन है। नाउन प्लस के रहेछ त, उन्नुन। अब यो चाहिँ नाउनमा लाग्नेवाला विभक्ति हो भने चाहिँ यसको अर्थ चाहिँ के रहेछ त, चाहिँ है। चाहिँ भन्छ है। अब उन्नुन है। अब उन्नुन चाहिँ ल अब यसलाई चाहिँ नर्मल्ली रूपमा हैन, अब यहाँ के लेखा छ पहिला त्यो हेरौँ। उन्नुन चाहिँ मेङ्सा वा खेरा भाए भनेको नामसँग खेरा भाए भनेको जोडिएर मुन्जाङ्गे भनेको वाक्यको छुजेना वाजे हैन, विषय अथवा विषय वस्तु है। विषय अथवा विषय वस्तु है। वाक्यको विषय वस्तुलाई के गर्छ त, नाथा निन्दा भनेको जनाउँछ भनेर भन्छ है। यो चाहिँ के हो त, उन्नुन चाहिँ नामसँग जोडिएर वाक्यको विषय अथवा विषय वस्तुलाई जनाउँछ भनेर भन्छ है। विषय वस्तुलाई यसलाई चाहिँ उन्नुनलाई चाहिँ हामी के छ त, ओब्जेक्ट OBJECT ओब्जेक्ट MARKER मार्कर भनेर पनि बुझ्न सक्छौँ है। के भनेर बुझ्न सक्छौँ त, ओब्जेक्ट मार्कर। त्यस्तै एउटा के छ त, इगा छ है। इगा भनेको के हो त, SUBJECT सब्जेक्ट MARKER मार्कर भनेर यसलाई बुझ्न सक्छौँ है।
उनलाई चाहिँ ऑब्जेक्ट मार्कर, यसलाई चाहिँ सब्जेक्ट मार्कर। अब यो सब्जेक्ट मार्कर र ऑब्जेक्ट मार्कर भनेको के हो भनी भन्नु होला है। ल त्यो पनि बुझ्नुस् है। के हो त एउटा के त वाक्यको ढाँचा है। वाक्यको ढाँचा सब्जेक्ट प्लस ऑब्जेक्ट प्लस भर्बमा हुन्छ भनेपछि सब्जेक्ट भनेको यो भइहाल्यो है, सब्जेक्ट मार्कर। ऑब्जेक्ट मार्कर भनेको यो भइहाल्यो। मार्कर भनेको के हो त त्यतातिर संकेत गर्ने, त्यतातिर देखाउने हैन, चिनो लगाउने, त्यतातिर के हो त चिनो लगाउने। अब भनेपछि त्यतातिर संकेत गर्ने, देखाउने हैन, दिशा त्यतातिर चाहिँ अब फोकस गराउने है, त्यस्तो खालकोलाई चाहिँ हामी मार्कर भन्छ हैन। त्यस्तै के हुने रहेछ त अब यो जोडिने त के छ त इगा पनि नुन पनि नाउन सँगै जोडिने हो, सब्जेक्ट सँगै जोडिने हो है। जोडिने के सँग रहेछ, सब्जेक्ट सँगै जोडिने रहेछ है। जोडिने के रहेछ त यो सब्जेक्ट सँग, नाउन अथवा सब्जेक्ट सँग जोडिन्छ। तर जोडिए पनि इगाले सब्जेक्ट मार्कर हो भने इगा लाग्यो भनेपछि यसमा इगा लाग्यो भने यसले यतातिर फोकस गराउने भयो सब्जेक्टतिर है। अब यहाँ प्लस ऑब्जेक्ट प्लस भर्ब हुने भयो है। तर यो इगाले चाहिँ यतातिर मार्क गरायो भन्न खोजेको हो, सब्जेक्ट मार्कर। त्यसैले सब्जेक्टमा फेरि उन अथवा नुन है, सब्जेक्टमा फेरि उन अथवा नुन लेख्यो भने यो के हो त ऑब्जेक्ट मार्कर है। प्लस ऑब्जेक्ट प्लस भर्ब हैन। अब यो उन नुनले चाहिँ यतातिर मार्क गर्ने भयो, लाग्ने चाहिँ यहाँ भयो, तर उसको चाहिँ फोकस चाहिँ अगाडितिर हुने भयो, आफ्नो ऑब्जेक्टतिर हुने भयो हैन। यसैले चाहिँ यसलाई ऑब्जेक्ट मार्कर, यसलाई सब्जेक्ट मार्कर भनेर पनि सर्टकटमा हामी बुझ्न सक्छौं है। ल अब थोरै अरु बुझौं यसको सम्बन्धीमा है। के छ त नाउन अथवा सब्जेक्ट प्लस उन नुन है, उन अथवा नुनले चाहिँ चाहिएको अर्थ दिन्छ नेपालीमा है। यसलाई चाहिँ हामी के भन्न सक्छौं त ऑब्जेक्ट मार्कर है, OBJECTMARKER ऑब्जेक्ट मार्कर। पहिलो छ कर्ता, कर्ताको पछाडि जोडिएर स्वयंको परिचय गर्दा प्रयोग गरिन्छ है एउटा। दोस्रोमा छ कर्ताले गर्ने कर्मलाई है जोड दिएर भन्नु पर्दा है कर्तामा उन जोडिन्छ। ल तेस्रोमा छ अगाडि है, अगाडि कुरा गरेको विषयलाई फेरि हैन भन्नु पर्दा पनि प्रयोग गरिन्छ है। के भयो त ल उन्नुन चाहिँ है, यसलाई चाहिँ हामी ऑब्जेक्ट मार्कर भनेर भन्न सक्छौं। त्यसको चाहिँ हाम्रो यो सेकेन्ड बुदामा छ ऑब्जेक्ट मार्करको लागि। ल कर्ताको पछाडि जोडिएर स्वयंको परिचय गर्दा प्रयोग गरिन्छ एक है। दोस्रोमा के छ त कर्ताले गर्ने कर्मलाई जोड दिएर भन्नु पर्दा कर्तामा उन्नुन जोडिन्छ भनेको यही ऑब्जेक्ट मार्कर हो। कर्ताले चाहिँ सब्जेक्ट प्लस ऑब्जेक्ट प्लस भर्ब हुँदाखेरि यो कर्ताले चाहिँ यतातिर चाहिँ जोड दिएर
भन्नु पर्दा कर्तामा चाहिँ जोडिने केमा रहेछ त फेरि कर्तामा जोडिएर हैन कर्तामा जोडिन्छ भन्छ है। भन्नु पर्दा कर्तामा जोडिन्छ। ल त्यस्तै के छ त अगाडि कुरा गरेको विषयलाई फेरि भन्नु पर्दा भन्नुको मतलब अगाडि एकचोटि त्यो विषय कुनै विषय आइसकेको छ त्यो विषयलाई फेरि भन्नु पर्दा पनि प्रयोग गरिन्छ। अब जस्तो के भन्ने यो कस्तो खालको हो भनेपछि अब जस्तो 책상 위에 के त 책이 있어요 है। के हो त 책상 위에 책이 있어요। यसमा चाहिँ हामी यसमा चाहिँ लगाऊ यो विषय छेक भन्ने एउटा शब्द एकचोटि आयो है। यति बेला के लागेको छ त इ लागेको छ। त्यस्तै फेरि है खुछेगन अब यो के हो त दोस्रो पटक आयो। यही विषय यहाँ फेरि दोस्रो पटक आउँदाखेरि पनि प्रयोग गरिन्छ भनेको यो खुछेगुन अनि 한국어 책입니다 हैन। के हो त कोरियन भाषाको किताब हो रे है। जस्तो यहाँनिर के भयो त यो है छेक सुरुमा आयो कुनै अगाडि गरेको विषयलाई फेरि भन्नुपर्दा अब यहाँनिर यो विषय के छ त यो यसमा यो एउटा हाम्रो कन्भर्सेसनमा अथवा यो एउटा लेखमा हैन। अब के छ त छेक पहिलोचोटि आउँदाखेरि त्यसमा इगा लाग्यो नयाँ जानकारी हुँदाखेरि त्यसपछि यो जानकारी अब पुरानो भइसक्यो फेरि दोहोरिन थाल्यो भनेपछि त्यति बेला पनि उन्नुन प्रयोग गरिन्छ भनेपछि अब यहाँनिर हामीले दुईटा कुरा बुझ्यौं। एउटा उन्नुन चाहिँ अगाडि कुरा गरेको विषयलाई फेरि भन्नुपर्दा प्रयोग गरिने रहेछ भने कुनै कुरा नयाँ जानकारीमा आउँदाखेरि उन्नुन नभएर इगा पनि प्रयोग गरिने रहेछ। त्यो चाहिँ हामी इगाको लेसनमा हेर्छौं है। ल ठीक छ। ल अब के भन्छ त त्यही भएर अब चाहिँ ल हामीले उन्नुन पनि बुझ्यौं आज है। ल उन्नुन चाहिँ मेङसावा खेराबाए भनेको नामसँग जोडिएर मुन्जाङे भनेको वाक्यको छुबे ना वाजे भनेको विषय अथवा विषयवस्तु त्यसको गर्ने विषयहरूलाई चाहिँ संकेत गर्दछ रे है। ल अब के छ त फाछिम इसुल्ते भनेको फाछिम हुने बेला है। फाछिम हुने बेला भनेको के हो त शब्दको अन्तमा फाछिम भएको बेला हो। के हो त यो शब्दको अन्तमा है अन्तमा फाछिम भएको बेला है। शब्दको अन्तमा फाछिम भएको बेला उन प्रयोग गरिन्छ रे। के गरिन्छ त उन प्रयोग गरिन्छ। अब यो शब्दको अन्तमा फाछिम भनेको कस्तो हो त भन्दाखेरि जस्तो यहाँनिर के छ त यसलाई छोड्दियौं। यो फुखाम भन्ने एउटा नाम हो है। फुखाम भनेको नाम हो है। अब फाछिम भनेको के हो त पहिला त फाछिम भनेको तल झुन्डिएको व्यञ्जन हो है। फेरि के हो त व्यञ्जन। व्यञ्जन के हो त गन डर म बस अज छख थफ ह जो आधा आधा हाम्रा उच्चारण हुने व्यञ्जनहरू छन् तिनीहरू सबै व्यञ्जनहरू हुन् है। त्यस्तै तल झुन्डिएर चाहिँ अरू डबल फाछिमवाला पनि आउँछन् हैन। अब त्यो के हो त तिनीहरूलाई खेप फाछिम भन्छौं हैन। अब यो व्यञ्जन तल झुन्डिएको व्यञ्जनलाई चाहिँ हामी फाछिम भन्ने रहेछौं हैन। अब यो चाहिँ के हो त कुनै पनि शब्दको अन्त जस्तै के हो त सन सेङ अनि निम है। सनसेङ निम भन्दाखेरि के छ त यो तल झुन्डिएका यो न उ म यिनीहरू के हुन् त यो तीनटै यी फाछिम हुन् है। यो तीनटै के हुन् त फाछिम हुन् है। सन
सेङ निम है, यिनी तिनटै के हुन् त फाक्षिम हुन् है। तर हामीले हेर्नुपर्ने शब्दको अन्तिम फाक्षिम है, शब्दको अन्तमा फाक्षिम भएको बेला अब हामीले हेर्नुपर्ने कुन रहेछ त, हामीले हेर्नुपर्ने भनेको यो शब्दको अन्तमा है, यो शब्द यहाँबाट सुरु हुँदै गयो भनेपछि हामीले हेर्नुपर्ने यो शब्दको अन्तमा, यसलाई चाहिँ हेर्नुपर्ने भयो है। त्यसलाई हेर्नुपर्ने रहेछ त शब्दको अन्तमा। यसमा पनि के भयो त, यो अन्तमा फाक्षिम छ कि छैन, फाक्षिम भएपछि के लगाउने त हामी, उन। अब यो के भयो त, फु खान उन है। त्यस्तै अब अर्को छ खान हो सा, खान हो सा भनेको अब यहाँनिर चाहिँ के छ त, शब्दको सुरुमा आउँदाखेरि खा छ, न छ, फाक्षिम छ यहाँनिर, पछि हो छ, सा छ। तर हामीले हेर्नुपर्ने के हो त, हामीले हेर्नुपर्ने भनेको यहाँबाट सुरु हुँदै गएपछि यो लास्ट अक्षरमा, यो अक्षरमा चाहिँ फाक्षिम छ कि छैन, यहाँ चाहिँ फाक्षिम छैन है। फाक्षिम नभएपछि है, फाक्षिम नभएपछि उनको प्रयोग गरिन्छ भनेपछि अब हामीले के बोल्नु पर्यो त, खान हो सा है, फाक्षिम छैन यहाँनिर चाहिँ नुन, खान हो सा नुन, खान हो सा चाहिँ भनेको नर्स चाहिँ है। यो के हो त, नर्स चाहिँ भयो। यो चाहिँ फुखान भनेको फुखान चाहिँ। अब यहाँनिर सनसेङ निम छ, लास्टमा फाक्षिम छ भनेपछि हामीले के जोड्नु पर्यो त, उन। अब सनसेङ निम उन भनेको टिचर है, टिचर चाहिँ हुने भयो यसरी है। ल भनेपछि हामीले चाहिँ यो नुन जोड्नलाई के हेर्नुपर्ने रहेछ त, शब्दको अन्तमा फाक्षिमलाई हेर्नुपर्ने जरुरी रहेछ। अब फाक्षिम भनेको के हो भन्दाखेरि तल झुन्डिएको व्यञ्जनलाई हामी फाक्षिम भन्छौँ। अनि त्यो हेर्नुपर्ने कहाँ हो त, शब्दको अन्तमा हेर्नुपर्ने हो। कहाँ हेर्नुपर्ने हो त, शब्दको अन्तमा। जस्तो यहाँबाट यो सनसेङ निम भयो, यहाँबाट सुरु हुँदै गयो भने हामीले यहाँ चाहिँ यो लास्ट कुरामा चाहिँ हेर्ने, निम शब्दको अन्तमा चाहिँ फाक्षिम छ, यहाँ फाक्षिम छ भने चाहिँ हामी यहाँनिर उन जोड्छौँ है। अनि त्यस्तै यहाँनिर हेर्दै गयौँ, लास्टमा के छ त, फाक्षिम छैन यहाँनिर, फाक्षिम नभएपछि हामी उन नुन जोड्ने रहेछौँ है। ल यसरी चाहिँ हाम्रो चाहिँ हामी यसरी जोड्न सक्छौँ। अब यो चाहिँ के हो त, शब्दको अन्तमा भनेपछि जोडिने के हो त, कर्ता, कर्ता प्ल अथवा नामसँग जोडिन्छ होइन। अब यसमा चाहिँ हामी कर्ताको अन्तको शब्दमा फाक्षिम छ कि छैन, नामको त्यो शब्दको अन्तमा फाक्षिम छ कि छैन भन्ने कुराहरू हेर्न पनि जरुरी छ है। यस्तै इगा पनि त्यही हो, फाक्षिम भएपछि यी फाक्षिम छैन भने गा है। त्यस्तै यसलाई चाहिँ बुझ्यो भने इगा पनि बुझिन्छ है। ल त्यसो भए चाहिँ हामी फेरि यता हेरौँ, उदाहरणमा ठुवान, टुवान छाई, तुहान उन भनेको यहाँ के छ त, फाक्षिम छ है। यहाँनिर फाक्षिम छ, त्यो भएर के लाग्यो त, उन लाग्यो। फाक्षिम भएको कारणले उन लाग्यो। यहाँ फाक्षिम छैन, यहाँ नुन लाग्यो। यहाँ पनि फाक्षिम छैन, फेरि त्यही भएर यहाँनिर के लाग्यो त, नुन लाग्यो है। ल अब त्यस्तै ठुवान उन है। अब यहाँनिर उच्चारण के हुने भयो त, यो न पनि फेरि यहाँ गएर यहाँ पनि नहुँदै भइदिने भयो उच्चारणमा चाहिँ है। लेख्दाखेरि उनै लेख्नु पर्यो, बोल्दाखेरि नुनै पढ्नु पर्यो। अब तुवानुन हुने भयो, के हो त, तुवानुन, तुवानुन मोक्सु इम्निदा रे, के हो त, मोक्सु इम्निदा होइन। के हो त, यो कार्पेन्टर हो होइन, अथवा नेपालीमा सिकर्मी भन्छ, के भन्छौँ होइन, त्यो काठको फर्निचरको काम गर्ने मान्छेलाई चाहिँ कार्पेन्टर हो। अनि छिन्सुसी नुन, छिन्सुची चाहिँ, छिन्सुजी चाहिँ के हो त, वैसावन इम्निदा भन्छ है। के हो त, वैसावन भनेको कम्पनी कर्मचारी, इम्निदा भनेको हो। ल छहारासी नुन, छहाराजी चाहिँ अनि पाकिस्तान सराम इम्निदा रे, छहाराजी चाहिँ के हो त, पाकिस्तानको मानिस हो भन्छ है। ल त्यस्तै तल हामी ल एनसुबमा हेरौँ के छ त यहाँनिर, एनसुबमा हेरौँ, एनसुबमा के छ त, ल यहाँनिर एकचोटि इल,
맞는 것에 덩그라미 하세요. 맞는 것에 덩그라मी हास्यो भनेको सर्कल बनाउनुहोस्, गोलो बनाउनुहोस्, मिल्ने कुरामा चाहिँ ढङ्गुरामी भनेको गोलो है, गोलो बनाउनुहोस्, सर्कल बनाउनुहोस् भन्छ है। ल इल एक रिरी रिरी अनि दुईटा मध्ये एउटामा चाहिँ हामीले अप्सनमा छान्ने अनि को त नङ्गु एम्निदा कृषक हो रे, को त कृषक है, कृषक हो। के त रिरी चाहिँ अब रिरी हामीले चाहिँ छान्नु पर्ने हो। चाहिँमा चाहिँ यहाँ कोरियनमा चाहिँ के छ त अप्सनहरू छ है। रिरी शब्दको अन्तमा फाछिम हेर्ने भनेको यही हो है। के हो त शब्दको अन्तमा फाछिम। अब यहाँनिर यो शब्द हामीलाई मतलब भएन, हामीलाई लास्टको शब्दसँग यहाँनिर के छ त फाछिम छैन हैन। के छ त फाछिम नभएपछि के लगाउनु पर्यो त उन है। ल त्यसै रिरी नुन के त नङ्गु एम्निदा, रिरी चाहिँ के हो त कृषक हो। अब यहाँनिर के छ त ल सेकेन्डमा के छ त यहाँनिर भन्दा अगाडि हामीले शब्दको अन्तमा हेर्ने हो नि त है। शब्दको अन्तमा हेर्ने हो भने यहाँसम्म हामीलाई मतलब भएन, शब्दको अन्त हामीले यहाँनिर हेर्छौँ। यहाँनिर के छ त नाको तलखेरि के छ त फाछिम छ। फाछिम भएपछि हामीले के लगाउनु पर्यो त उन लगाउनु पर्यो यसरी है। ल अब यहाँनिर फाछिम छ, उन लगाए थेगुक सरामिम्निदा रेर निच्छा। अब उच्चारण गर्दाखेरि फेरि यो नुन पनि गएर यहीँ गएर नुनै हुने है। नआउँदाखेरि चाहिँ ल निच्छा नानुन, निच्छा नानुन थेगुक सरामिम्निदा भनेको थेगुकको मानिस हो। त्यस्तै 3मा छ छिसुसी है, छिसुसी। अब सीको तल के छ त लास्ट अक्षर यही हो, तल फाछिम छैन। छिसुसी नुन हाक्सेङ इम्निदा, छिसुदी चाहिँ के हो त विद्यार्थी हो। अब यहाँनिर के छ त अर्को आगुङ, आगुङ। अब यहाँ भन्ने आगुङको तल न फाछिम छ, आगुङ उन। अब के त फाछिम छ भनेपछि उन लगाउनु पर्यो, आगुङ उन, आगुङ उन के त थोङते मोरो सराम इम्निदा, तोङते मोरको मानिस हो। त्यस्तै खारिम, खारिम हेङ है। खारिम चाहिँ पुरानो किताबमा खारिम हेङ भन्ने थियो होइन, दाई थियो, खारिम दाई हो। ल खारिम, खारिमको तल के छ त फाछिम छ, हामीले चाहिँ उन जोड्ने भयो होइन। ल त्यस्तै अब यहाँनिर के हुने भयो त उन, खारिमुन। अब यो चाहिँ फेरि त्यही हो कुरोकानी अझै है। ल उन। अब यहाँनिर तल फाछिममा म छ, फेरि यो म गएर यहाँ हुने भयो। अब के हुने भयो त खारिमुन एबु एम्निदा, के हो त माझी हो। खारिमुन माझी हो होइन, माझी भनेको मछुवारा हो होइन। ल सुफिखा, अब खाको तल फाछिम छैन, सुफिखा नुन खानोसा एम्निदा रे, सुफिका चाहिँ के हो त नर्स हो यसरी है। ल अब के हो त पहिला त हामीले कुनै पनि कुरा पढ्नु पर्दाखेरि है यसमा भएको वर्ड मिनिङहरू पढ्न पनि जरुरी छ। पहिला वर्ड मिनिङ आइसक्यो भने ग्रामरहरू पछि जोड्न जान सकिन्छ है। के छ त अब यहाँ ल यो अगाडिको त नाम छ होइन, यिनीहरूलाई चाहिँ खासै याद गर्नुपर्ने जरुरी छैन। त्यसपछि नुन भनेको चाहिँ छ, त्यही हो याद गर्नुपर्ने। अब यसमा इम्निदा भनेको हो भन्ने सबैलाई थाहै छ होइन, इम्निका भनेको पनि हो, क्वेसन गर्दाखेरि हो भन्ने थाहै छ भनेपछि इम्निदा पनि परेन यो पनि यहाँ। अब यहाँ बच्यो के त नङ्गु भनेको कृषक हो भन्ने याद गर्नु पर्यो, साराम भनेको मानिस हो, अब थेगुक भनेको देशको, हाक्सिङ भनेको विद्यार्थी, अब साराम भनेको मानिस, एबु भनेको के हो त माझी, खानोसा भनेको नर्स, साराम भनेको मानिस, हाक्सिङ भनेको विद्यार्थी होइन, साराम भनेको मानिस, नङ्गु भनेको कृषक हो। यी होडहरू चाहिँ याद गर्नु पर्यो है। यो याद गर्यो भनेपछि बाँकी सबै कुराहरूलाई जोड्दाखेरि हामी चाहिँ नर्मल्ली सबै कुरा कोरियन भाषा सजिलै बुझ्न सक्छौँ है। ल त्यस्तै अब अर्को छ के छ त फोगी वा खाची भन्दैछ है। फोगी वा खाची उदाहरण जस्तै मार्हे फोसेयो भन्दैछ, कुरा गरी हेर्नुहोस् अथवा कुरा गरेर हेर्नुहोस् है। मार्हे फोसेयो भनेको कुरा गरी
कुरा गरी हेर्नुहोस् है, अथवा कुरा गरेर हेर्नुहोस्, दुईटै मिल्छ है। ल के भन्छ त यहाँतिर, इरुम, इरुम भनेको नाम है। ल इरुम भनेको नाम, छिगप भनेको पेसा है। छिगप भनेको पेसा, खुल्लोजा भनेको के रहेछ त कर्मचारी रहेछ, खाल्लो भनेको उसको नाम रहेछ है। त खाल्लो नन खुल्लोजा इम्निदा रे, खाल्लो चाहिँ के हो त कामदार हो है, श्रमिक हो। अब यहाँ खाल्लोको तल के छ त यहाँनिर फाछिम छैन। फाछिम नभएपछि, फाछिम भनेको कुनै व्यञ्जन हुनु पर्छ यहाँनिर होइन, ग न अथवा द र फाछिम भएको बेला के हुन्थ्यो त, यसरी कुनै ग न जस्तो कुनै फाछिम भएको बेला चाहिँ उन प्रयोग हुन्थ्यो। यहाँ फाछिम छैन, त्यसैले नुन प्रयोग गरिएको छ। त्यस्तै हामीले यहाँ पनि बनाउनु पर्ने हुन्छ है। ल अब यहाँनिर के भन्छ त, खाल्लो नन खुल्लो जा हो। यहाँनिर के छ त इरुम, इरुम भनेको नाम, छिगप भनेको पेसा। इरुम चाहिँ के हो त, यसको यो मान्छेको नाम के हो त इबान हो, इबान, इबान, इबान भन्ने यसको नाम हो। अनि यो के रहेछ त मोक्सु, कार्पेन्टर रहेछ, फर्निचरको काम गर्ने मानिस रहेछ होइन, कार्पेन्टर। ल अब के भन्नु पर्यो त, इबानुन, इबान है। के छ त लास्ट शब्दको अन्तमा फाछिम आयो, के लगाउनु पर्यो त इबानुन है। अनि के रहेछ त मोक्सु भनेको कार्पेन्टर रहेछ यो, मोक्सु। अनि हामीले हिजो पढेका थियौँ नामको पछाडि के छ त इम्निदा जोडिन्छ भनेर, हो भन्नलाई इम्निदा है। के छ त इबान चाहिँ मोक्सु इम्निदा, इबान चाहिँ के हो त कार्पेन्टर हो। त्यस्तै के छ त इरुम भनेको नाम है, छिगप पेसा। अब यो के रहेछ त यसको नाम सुरु, सुरु रहेछ यो चाहिँ है, सुरु रहेछ। ल सुरु रहेछन् होइन, अलि च्वाक पनि छिन् है। ल खानु छ फेरि नर्स, अब नर्स चाहिँ च्वाक नहुने त हुँदै हुन्न होइन। ल सुरु भनेको खानु छ। ल अब के भन्नु पर्यो त सुरु, सुरु है। अब यहाँनिर के छ त फाछिम छ त छैन, यो स्वर हो है। यो त्यो फाछिम भनेको के हो त व्यञ्जन हुनुपर्छ है। अब यहाँनिर के छ त यो दुईटै स्वर हुन्, यो चाहिँ व्यञ्जन होइन नि त है, स्वर हुन् होइन। स्वर भनेको आया, अय, ओय, उयो, उई, उयु होइन, उई भन्ने थियो नि हाम्रो होइन। ल अब यो सुरु चाहिँ के हो त फाछिम छ न, यहाँनिर फाछिम छैन सुरु, त्यसैले हामीले चाहिँ यसमा चाहिँ नुन जोड्नु पर्ने हुन्छ। यहाँ फाछिम थियो उन जोड्यौँ, यहाँ फाछिम छैन नुन जोड्यौँ है। अब चाहिँ त्यस्तै भएर अब के हो त यो खानोसा। अब खानोसा नामको पछाडि फेरि हो जोड्नु पर्ने पनि हुन्छ है, खानोसा है। हामीले हिजो औपचारिक विधिमा इम्निदा, इम्निका भन्ने सिकेका थियौँ होइन। कोही आन्सर हुँदाखेरि इम्निदा, अनि क्वेसन हुँदाखेरि इम्निका। यो कसरी भएको हो, हामीले इदाबाट के किसिमले भयो भनेर पनि बुझेका थियौँ है। त्यस्तै अब खानोसा। अब यहाँनिर फाछिम, यो इम्निदा जोड्नलाई चाहिँ फाछिम साछिम हेर्नुपर्ने जरुरी छैन है। इम्निदा भनेको हो, सिधै जोड्ने। ल त्यस्तै के छ त आदित, ह्यान्डसम बोय होइन। आदित चाहिँ के हो त होइसावन, कम्पनी कर्मचारी रहेछ होइन। के भन्नु पर्यो त यहाँ चाहिँ फाछिम छ आदितको तल, अनि त्यस्तैले आदिसन भन्नु पर्यो, आदिसन। अनि के हो त होइसावन इम्निदा होइन त, होइसावन इम्निदा। आदित चाहिँ के हो त होइसावन कम्पनी कर्मचारी हो। त्यस्तै हाम्रो म्याडम हुनुहुन्छ, इरुम म्याडमको नाम चाहिँ मोनिका है, मोनिका छ। अनि त्यस्तै छिगप पेसा छ, टिचर रहेछ, सन्सेङ्निम शिक्षक है, शिक्षक रहेछ। मोनिकाको तल, खाको तल कुनै फाछिम साछिम छैन। फाछिम नभइसकेपछि
फाक्षिम कुनै व्यञ्जन छैन लास्टमा झुन्डिएको, व्यञ्जन नभइसकेपछि हामी चाहिँ के लगाउँछ त नुन, मोनिखा नुन सनसेङ निम। अब यहाँनिर फाक्षिम साक्षिम हेर्नु पर्दैन, इम्निदा सनसेङ निम, इम्निदा टिचर हुनुहुन्छ, मोनिखाजी चाहिँ टिचर हुनुहुन्छ भन्नु पर्यो है। ल यसरी हामी नुनको प्र्याक्टिस आफै, अब यो कुराहरू तिमीहरूले आफै घरमा यहाँ नहेरेर है, फेरि यो प्र्याक्टिस गर्दाखेरि के हो त, प्र्याक्टिस गर्दाखेरि अब यसलाई एकचोटि हेरेर अब भिडियो चाहिँ एकचोटि पढिसकेपछि दोस्रोचोटि चाहिँ यसलाई चाहिँ आफ्नो किताबमा चाहिँ नहेरी प्र्याक्टिस गर्दाखेरि चाहिँ बल्ल बुझिन्छ है। अब के हो त, सधैँ हेरेर पढिराख्ने पनि होइन, अब एकचोटि आफूलाई नबुझ्दाखेरि चाहिँ हेरेर पढ्ने, अनि बुझिसक्यो भने चाहिँ त्यसलाई नहेरिकन गर्ने प्रयासले चाहिँ अझै राम्रो रिजल्ट दिन्छ है। त्यो भएर चाहिँ एकचोटि बुझ्दाखेरिसम्म हेरेर पढ्ने, नबुझिसकेपछि चाहिँ नहेरेर पढ्ने बानी बसाल्ने है त।